सबजना नमस्ते। धेरैजनालाई चाहिँ आफ्नो क्षेत्रको चुनावी मत चाहिँ के कस्तो भयो होला भनेर कहाँ गएर हेर्ने होला भनेर कन्फ्युजन भइरहेको छ। आधिकारिक ठाउँमा गएर हेर्न पाए त्यो आधिकारिक हुन्थ्यो, त्यो चाहिँ फेक समाचारमा पुगिँदैन थियो भन्ने कुरा सबैजनालाई लागेको हुन्छ। त्यसैले यो भिडियो तपाईँहरूलाई बनाउँदैछु। इलेक्सन अपडेट नेपाल भनेर मैले गुगलमा सर्च गरेको छु, अथवा तपाईँले यो बाहेक जुन चिज तपाईँले हेर्न खोज्नु भएको छ त्यसको लागि चाहिँ result.election.gov.np पनि तपाईँले सर्च गर्न सक्नुहुन्छ। चाहिएको हामीलाई यही नै हो, जुन निर्वाचन आयोगले खोलेको वेबसाइट छ त्यहाँ चाहिँ गएर हामीले डाइरेक्ट जुन आधिकारिक ठाउँमा गएर हामीले चुनावको परिणाम हेर्न सक्छौँ। यहाँनिर क्लिक गरिसकेपछि यहाँ देख्नु भएको छ रातो अक्षरले चाहिँ जितेको ठाउँहरू देखाएको छ भनेदेखि अग्र स्थानमा रहेको छ, निलो कलरमा देखाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 2 ठाउँमा जितेको छ, नेपाली काङ्ग्रेसले चाहिँ अहिलेसम्म 2 ठाउँमा जितेको छ, फेरि नेपाल कम्युनिस्ट पार्टीले चाहिँ जम्मा 1 ठाउँमा जितेको छ र अन्य पार्टीहरूले जितेका छैनन्, उनीहरू अग्रता कायम गरिरहेका छन्। यहाँ देख्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेसम्म 110 ठाउँमा अग्रता कायम गर्दैछ भने नेपाली काङ्ग्रेस 11 ठाउँमा, नेपाल कम्युनिस्ट पार्टी 6 ठाउँमा र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी जुन एमाले चाहिँ 10 ठाउँमा अग्रता लिइरहेको छ। श्रम संस्कृति पार्टीले पनि 6 ठाउँमा अग्रता लिइरहेको छ। यो माथि यसको विवरण हेर्दै जाँदा समानुपातिकमा नि कति आयो त समग्रमा भनेर यहाँनिर देख्न सकिन्छ र यो समानुपातिक बाहेक क्षेत्रगत हिसाबले अब तपाईँ कुन जिल्लाको हुनुहुन्छ त आफ्नो जिल्लाको मत चाहिँ के कति आयो त भनेर हेर्नको लागि चाहिँ सुरुमा अब प्रदेश छनौट गर्नु पर्यो। मेरो चाहिँ बागमती प्रदेश हो, म यहाँ बागमती प्रदेश छनौट गरेको छु। त्यसै गरी तपाईँले अब आफ्नो जिल्ला छनौट गर्नु पर्यो। मेरो काभ्रे जिल्ला हो, मैले यहाँ छनौट गरेको छु। अब त्यसमा पनि अब म चाहिँ 1 नम्बरबाट हुँ। 1 नम्बरको के छ त अवस्था यहाँ अहिले हेर्न सक्नुहुन्छ। यसको मुनिपट्टि भागमा चाहिँ यो आउँछ र यहाँनिर गइसकेपछि अब तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि तपाईँले आफ्नो क्षेत्रको विवरणहरू यसरी हेर्न सक्नुहुन्छ। अहिले दिनाथ गौतमले 4111 मत ल्याउनु भएको देखाएको छ र अघिल्लो मतभन्दा 62 मतले उहाँले बढी मत ल्याउनु भएको छ। त्यसैगरी गुणराज मोक्तान चाहिँ दोस्रो स्थानमा हुनुहुन्छ, अमित तामाङ तेस्रो स्थानमा हुनुहुन्छ, मधु कुमार चौलागाई चौथो स्थानमा हुनुहुन्छ। यसरी तपाईँले चाहिँ आफ्नो क्षेत्रकै मत परिणाम चाहिँ लाइभ निर्वाचन आयोगको लाइभ वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। फेसबुकमा चाहिँ धेरै सूचनाहरू फेक हुन सक्छन् अथवा धेरै अगाडिको हुन सक्छन्। तपाईँले निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा यसरी गएर तपाईँले सिधै हेरेर आफ्ना क्षेत्रमा आफूले भोट हालेका उम्मेदवारहरूले जिते कि हारे कि भनेर तपाईँले सिधै हेर्न सक्नुहुन्छ। फेक समाचारहरूको पछि नलाग्नुहोस्, सिधै आधिकारिक ठाउँमा गएर सूचनाहरू लिने गर्नुहोस्। यसले तपाईँलाई धेरै आधिकारिकता र फाइदा पनि दिनेछ।